के तपाईले खाजाको रूपमा खजुरीको ब्रान्डको पफ चियामा चोपेर मिठासपूर्वक खाइरहनु भएको छ? यदि त्यसरी खाइरहनु भएको छ भने र खुवाइरहनु पनि भइरहेको छ भने अब सावधान, तपाईको शरीरमा यसले ठूलो असर पार्नेवाला छ। भर्खरै मात्र खजुरीको कम्पनीको पफ चाहिँ खाद्य विभाग DFTQC ले गुणस्तरहीन भयो भनेर मार्केटमा भएको सबै पफलाई चाहिँ फिर्ता गर भनेको छ, भनेको रिकल गर भनेको छ। किन भन्ने कुराको जानकारी म तपाईहरुलाई सप्रमाण दिन चाहन्छु। पछिल्लो अवस्थामा खजुरीको ब्रान्डमा चाहिँ ट्रान्सफ्याट भन्ने जुन केमिकल चाहिने भन्दा बढी युज गरेर बजारमा पठाएको भन्ने बजार अनुगमनको क्रममा खाद्य विभागले भेट्यो र त्यो गुणस्तरहीन र स्वास्थ्यलाई पूर्ण रूपमा हानिकारक गर्ने खाले भएकोले फिर्ता गर्नको लागि खाद्य विभागले आह्वान गरेको छ। यो किन भयो भन्ने कुरा म तपाईलाई सप्रमाण भन्न चाहन्छु। कुनै पनि खाद्य पूरक वस्तुहरुमा त्यसमा ट्रान्सफ्याट भन्ने चीजहरु मिसाइएको हुन्छ। त्यो ट्रान्सफ्याट भनेको चाहिँ के हो भन्ने कुरा हामीले पहिला बुझ्नु आवश्यक छ। ट्रान्सफ्याट भने चाहिँ असन्तृप्त बोसो, जसलाई हामी अनस्याचुरेटेड फ्याट पनि भन्छौँ। यो दुई किसिमको हुन्छ, एउटा नेचुरल हुन्छ, प्राकृतिक रूपमा आउने हुन्छ, एउटा आर्टिफिसियल रूपमा यो बनाइएको हुन्छ। नेचुरली चाहिँ हामीले केरी पाउन सक्छौँ भन्दाखेरि गाई हैन, तपाईको भैँसी अथवा भेडा बाख्राहरूको दुधहरू मासुहरूबाट यो पाउन सकिन्छ। आर्टिफिसियल चाहिँ तपाईको यो के हुन्छ भने तेलमा चाहिँ हाइड्रोजन एउटा केमिकल मिसाएर ट्रान्सफ्याट बनाएको हुन्छ, जुन चाहिँ यस्तै पफहरू जस्ता खाद्य पूरक वस्तुहरूमा मिसाइएको हुन्छ। खानामा मिठास पनि हुन्छ र यसको लाइफलाइन पनि बढाइदिएको हुन्छ। अब यो कति मात्रामा राख्ने भन्ने कुरा, हाम्रो शरीरले कति मात्रासम्म चाहिँ यसलाई स्वस्थ मान्छ भन्दाखेरि कुनै पनि खाद्य पूरक वस्तुमा यो तपाईको 2% सम्म 2% सम्म मिसाइएकोमा चाहिँ यो हाम्रो स्वास्थ्यको लागि हानिकारक हुँदैन। तर खजुरीको ब्रान्डको पफमा चाहिँ 2% भन्दा बढी मिसाइएको, जसले चाहिँ हाम्रो स्वास्थ्यलाई प्रत्यक्ष रूपमा हानिकारक बनाउने भएकोले अहिले यो खजुरीको ब्रान्डको पफ चाहिँ मार्केटबाट फिर्ता गर भनेको छ। अब यो 2% भन्दा बढी खायो भने के हुन सक्छ त भन्दाखेरि यसले LDL लेभल चाहिँ यसले बढाउँछ। भनेको LDL लेभल भनेको हाम्रो खराब बोसोलाई चाहिँ बढाइदिने र राम्रो बोसो घटाइदिने काम गर्छ, र जसले चाहिँ हार्ट अट्याकहरू हुने, स्ट्रोकहरू हुने जस्तो समस्याहरू निम्ताउन सक्छ। त्यसैले सावधानीपूर्वक हजुरहरूले खाने यस्ता पफहरूमा कति % ट्रान्सफ्याटहरू प्रयोग गरेको छ भनेर हेर्नु होला, बुझ्नु होला। किन भन्दाखेरि यो अहिले पछिल्लो अवस्थामा यो मार्केट अनुगमन गर्दाखेरि खजुरीको ब्रान्डको चाहिँ पफमा